धुक्लिनुहुन्छ? हाँ बहिनी टन्नै छ, अस्ति भर्खर त राखेको हो। हाँ दाइ, म तपाईँको रेगुलर कस्टमर होइन। ए बहिनी, रेगुलर कस्टमर मात्र भनेर भयो त? अब सामान टन्नै छ। होस् बहिनी, त्यही पनि महँगो सामान हो। अहिले धेरै महँगो छैन कि, 300 रुपियाँ हो, तपाईँलाई म 100 रुपियाँमा दिन्छु। हो र? ए भइहाल्छ नि, लु लु राखिदेऊ, एकछिन रुक ल, म पैसा निकाल्छु। हुन्छ दाइ, जान्छु ल म। ए भइहाल्छ नि बहिनी, बिस्तारै जाऊ ल। दरै ठिकठाक पऱ्यो नि। थुप सस्तो पायो भनेर खुसी भइरह्यो होला। खानु त सस्तोमा पाइहाल्यो नि, खोल्ने चाहिँ कहाँबाट हो? खाली पो छ त। डुबाई क्या हो, अर्को नि हेर्छु। ल दुइटै खाली, सस्तोमा पाएर हेत्तेरिका। भन्थे बुढापाकाले, पाए भनेर अलकत्रै खानुहुन्न भनेर।